त्यहाँबाट देख्छ र यहाँबाट देख्दैन त्यहाँबाट देख्दैन तपाईँ गरिदिनु एकचोटि मैले देख्दैन हाल्नु त अब पहिला यहाँबाट हाल्नु है यहाँ सिङ्गल हैन जसरी पनि हाल्दा हुन्छ है फेरि यताबाट निकाल्नुलाई है पसो पर्छ निकाल्यो है त्यसपछि उतैबाट यहाँ हाल्ने है त्यसपछि नि उतैबाट हाल्ने है यतैबाट जाँदैन त है गइहाल्छ नि अघि मैले हाल्थ्यो नि त हालेको थियो हाल्नु चाहिँ तपाईँले चाहिँ त्यत्रो ठुलो समातेर त हुँदैन नि हो र सानो समाउनु पर्यो अलिक यसरी न यसरी गरेर बटाएर छ नि भयो होइन अनि माथिबाट लाउने त्यो माथिबाट त्यो छिराइदिनु त्यो दुईवटा प्लेटको बिचमा है यसरी गरेर भइहाल्यो है अब 1 2 3 त्यो गर्नु चाहिँ अलिक मोटो गर्नु धागोलाई ल कता लाउने यहाँबाट ओहो खुस्किहाल्यो पर्छ को फुस्किहाल्यो यहाँको क्या त्यो त बाहिर पछि हाल्दा हुन्छ नि त पछि हाल्नुहुन्छ पहिला यहाँ हाल्नु है चल जा निस्क्यो त आयो है अब त्यही छिराउनु क्या त्यहाँ अड्काउनु पर्छ नि तपाईँले भन्थ्यो नि हजुर त्यही अड्काउनु पर्यो है त्यही अड्काउनु पर्यो होइन के होला त है त्यस्तै उतापट्टि जान्दैन अझै उता गर्नु है छ नि यो पनि घुमाएर अलि यता गर्नु सार्नुपर्छ क्या यहाँ बाहिर आयो है चक्करलाई मिलाउने है यसलाई अड्काउने होइन यता अड्काउने होइन चुन्जुले समाउनु न चिम्टीको चुन्जुले समाउनु है यता मैले तानेर क्या यसरी त अलिक गाह्रो हुन्छ नि पहिला यो छ नि धागो यो अलिकति बाहिर निकाल्नु त यहीँबाट समातेर यहाँबाट यसरी यहाँबाट अब यो हातले समाउनु है यसरी यो चिम्टीले समातेर अड्काउनु है बुझ्नुभयो नि चुन्चुबाट समाउनु क्या पस्यो हजुर पस्यो पस्छ नि पस्यो है बाहिर तान्नु अब यो चक्का घुमाउनु हातबाट उतैपट्टि अब यहाँ हाल्नु यताबाट कहाँ हाल्नु रे यताबाट यहाँ के भइरहेछ बेसनमा है पस्दैन त ल काट्नु पर्यो यसलाई यसरी बटार्नु के गर्नु बटाल्नु यसरी बटार्नु पर्छ यो जस्तो नि दुईपट्टि घुमाइदिनु यसरी है यसरी घुमायो भने यसरी चुन्चु बन्छ क्या राम्रो हात सिधा गरेर गर्नु के यसरी तपाईँले नठार हुन्छ मैले फर्स्ट हो नि त त्यस्तो भयो भने ब्यालेन्स गर्नुपर्छ नि त्यो आसान तरिका हुन्छ एकदमै भयो है फेरि चक्का घुमाउनु अझै घुमाउनुहोस् भयो है अब यहाँबाट हाल्नु यो यताबाट पोइन्टमा एउटा पल्छ सानो है त्यसैमा हालेर त्यो सिद्ध छ कि धागो हाल्नु चाहिँ यतापट्टिको चाहिँ जति सानो गरेर क्या ठुलो गरेर फेरि गाह्रो हुन्छ हो यतिकै बाहिर निकाल्नु क्या यतिकै छ नि यतिकै बाहिर निकाल्नु यतिकै अझै सानो गरेर अनि यो ठुलो गर्नु क्या चिम्टीलाई ठुलो समाउनु यहाँ पछाडिपट्टि समाउनु यता तपाईँको हात उता छिर्दैन नि अनि चिम्टी उहाँसम्म पुगाउनु पऱ्यो क्या कसो त
पस्नु त पस्यो निस्किहाल्यो नि फेरि एकचोटि म बताइहालेँ तपाईँलाई यो दिन त पक्नुमा आउँछ ए धागा लाउनु गाह्रो लाग्छ क्या मलाई हात चलाउनु त आउँछ बिस्तारै बिस्तारै नजानुसम्म गाह्रो हो कि जानुपर्छ केही छैन जानुपर्छ त सही भएछ नि भाइ जानुपर्छ कुनै कामै गाह्रो छैन क्या सिधो है सिधो अब यसलाई यतिसम्म छोड्यो प्लेन त उडाउँछ होइन भाइ हजुर प्लेन त उडाइरहेछ अब कुन हो नि त के अब यो अब त्यो यहाँबाट हाल्ने है त्यसलाई हेलिकप्टर चलाएको छ प्लेन चढाएको छ हामीले सिधै सिधै त्यो त सानो कुरो भयो अब मान्छे कहाँ कहाँ पुगिसकेको छ अहिले इन्टरनेसनल जान्नुहोस् अब फेरि यसरी बटाएर दुईपट्टि यसरी हुन्छ क्या त्यो सजिलो हुन्छ फेरि एकैछिन बस्नु अब यहाँबाट ल्याएर यहाँ हाल्नु यहाँबाट हालेर त्यो त्यो पोलमा हाल्ने होइन अँ यताको त सजिलो रहेछ बरु कुनै सजिलो छ कुनै अलि अप्ठ्यारो हुन्छ त्यो सुरुको चाहिँ गाह्रो रहेछ यतापट्टिको चाहिँ अँ, अँ। यतापट्टिमा अलि धेरै छ नि अनि यो कता